साथीहरू, फेसबुकले एउटा अत्यन्तै राम्रो अपडेट जारी गरेका छन्। तपाईसँग यदि फेसबुक पेज छ र तपाईको अहिलेसम्म फेसबुक पेज मोनिटाइज भएको छैन भने फेसबुकको नयाँ अपडेट अनुसार तपाईको 0 फलोअर्समा नै फेसबुक पेज मोनिटाइज हुँदैछन्। साथीहरू, तपाईलाई लाग्न सक्छ कसरी हुन्छ त 0 फलोअर्समै मोनिटाइज भन्ने कौतूहलता हुन सक्छ। यदि तपाईले फेसबुक मोनिटाइज गरेर पैसा कमाउने सोचमा हुनुहुन्छ, 1,50,000 भ्युज र 10,000 फलोअर्स नपुगेको कारणले यदि फेसबुक मोनिटाइज गर्न सक्नु भएको छैन भने यो भिडियो तपाईको लागि। सर्वप्रथम तपाईले आफ्नो प्रोफाइलबाट एउटा नयाँ फेसबुक क्रिएट गर्नुहोला। नयाँ फेसबुक क्रिएट गरिसकेपछि तपाईले त्यहाँनेर आफ्नो बायोदेखि फोटो सबै कुरा राखिसकेपछि तपाईले त्यहाँनेर तपाईको एउटा नयाँ पेज आउँछ, जुन नयाँ पेज तपाईले तुरुन्तै मोनिटाइज गर्न सक्नुहुन्छ। कसरी भन्दाखेरि तपाईले यहाँ प्रोफेसनल ड्याशबोर्डमा जानुहोला। प्रोफेसनल ड्याशबोर्डमा गइसकेपछि यतापट्टि मोनिटाइजेसन भन्ने अप्सन पाउनुहुन्छ। त्यो मोनिटाइजेसन भन्ने अप्सनमा गएर तपाईले क्लिक गरेर तल स्क्रोल गर्नुभयो भने यहाँनेर तपाईले फेसबुकको नयाँ अपडेट देख्न सक्नुहुन्छ। यदि तपाईको पुरानो पेजमा छ भने चाहिँ तपाईलाई 10,000 फलोअर्स र 1,50,000 भनिएको हुन्छ भने तपाईले नयाँ फेसबुक नयाँ पेज चाहिँ क्रिएट गर्नु हो भने तपाईलाई यो अपडेट आउँछ अहिले नेपाली फेसबुक नेपालको लोकेसनको फेसबुकहरुमा। त्यसैले गर्दा फेसबुकले अहिले पछिल्लो नीति कसरी चाहिँ तपाईको 0 फलोअर्समै हुन्छ भन्दाखेरि तपाईले यहाँ देख्न सक्नुहुन्छ। तपाईले यहाँनेर क्लिक गरिसकेपछि विभिन्न किसिमको अपडेटहरु देख्न सकिन्छ र त्यहाँनेर अब क्याटेगोरी तपाई के हो, डिजिटल क्रिएटर, आर्टिस्ट, पत्रकार हैन, तपाईले जे पनि राख्न सक्नुहुन्छ तपाईको कन्टेन्ट अनुसार। त्यसपछि तल आइसकेपछि तपाईले कुन खालको कन्टेन्ट बनाउने भनेर तीनेरी लेख्नुपर्ने हुन्छ र यदि तपाईले इंग्लिशमा यसरी हैन फेसबुकलाई आफ्नो अपील गर्न जान्नु भएको छैन भने सम्भवतः तपाईहरुको मोबाइलमा च्याटजीपीटी अर्थात जेमिनी एप छ नै होला। त्यहाँनेर स्क्रिनशट गरेर यहाँनेर पठाउनु होला, म यस्तो खालको क्रिएटर बन्दै छु, मलाई इंग्लिशमा फेसबुकमा अपीलको लागि लेखिदिनु भनेर भनिसकेपछि यसरी लेखिदिन्छ। अनि यसरी लेखिसकेपछि यसलाई टक्क कपी गर्नुस्। कपी गरिसकेपछि यहाँनेर लिएर पेस्ट गर्नुस्। पेस्ट गरिसकेपछि तल त्यहाँनेर अन्य तपाईको प्लेटफर्म भनेको हुन्छ। 0 फलोअर्समै फेसबुकले किन दिन्छ भन्दाखेरि तपाई टिकटक, युट्युब, इन्स्टाग्राम जस्ता अन्य प्लेटफर्ममा कतिको एक्टिभ हुनुहुन्छ, सक्रिय हुनुहुन्छ भनेर त्यहाँनेर तपाईको युजर नाम माग्छ है। युजर नेम मागिसकेपछि यताको युजर नेम लिएर ठक्क यहाँनेर पेस्ट गर्नु होला। पेस्ट गरिसकेपछि तपाईले फोटो, भिडियो, रिल्स त्यहाँनेर जति पनि लेखेर सबैमा टिक लगाउनु होला र त्यहाँनेर अपडेट गरिसकेपछि तपाईको कन्टेन्ट मोनिटाइजेसन वेटिङ लिस्टमा जान्छ है साथीहरु। त्यसकारणले गर्दाखेरि तपाई यदि 0 फलोअर्समा नै कन्टेन्ट मोनिटाइजेसन इनेबल गरेर पैसा कमाउन चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि एकदमै राम्रो हुन सक्छ। त्यसैले गर्दा यो भिडियो धेरै भन्दा धेरै शेयर गर्नु होला। धेरै जनालाई थाहा नहुन सक्छ। थाहा नभएको व्यक्तिसँग पुर्याउनको लागि तपाईको हात पनि हुनु पर्यो नि हैन। यस्तै फेसबुक, टिकटक र युट्युब सम्बन्धीको भिडियो अब यो फेसबुक पेज, युट्युब च्यानलमा आउने गर्छ। युट्युबमा हेर्दै हुनुहुन्छ भने यसलाई सब्स्क्राइब गरिराख्नु होला र फेसबुकमा हुनुहुन्छ भने फलो गर्नु होला है त।